अहिले चाहिँ हामी वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालयमा छौँ होइन, सुर्खेतमा। हामीले टिकट पनि लिइसक्यौँ यहाँनिर। अब हामी भित्र छिर्छौँ पाउनु छ र म जाउँ। हामी चाहिँ सिसिटिभीको निगरानीमा पनि छौँ। आउँदै गर्दाखेरि यो ठ्याक्क वीरेन्द्रनगरमै छ है। शुल्कहरू पनि यस्तो रहेछ। ए म्युजियम जाने बाटो भनेर यता रहेछ। 2वटा ग्यालेरी रहेछ जस्तो छ होइन। तल यता ए ग्यालरी यस्तो रहेछ। हाम्रो चाहिँ यो ट्रेडिसनल घर होइन। यो दरबार कुन दरबार? यो दरबार ए जाजरपुर। जाजरकोटको दरबार चाहिँ यस्तो थियो पहिला। छ अझै छ। ए अझै पनि हुन्छ। अस्ति भूकम्पले केही भएन? भूकम्पले अलिकति पछाडि भाग चर्केको छ अरे। यो चाहिँ त्यस्तै नमुना बनाएको। यो चाहिँ कर्णाली प्रदेशमा भएको सबै चिजहरू छ होइन। सबै त छैन। जे होस् उपलब्ध भएसम्म हामीसँग होइन। हजुर। यो यिनीहरू चाहिँ गहना भाँडाकुँडा लुगालत्ताहरू हात हतियार यो पहिलाको जमानामा प्रयोग गरेको। पहिला प्रयोग भएको अहिले पहिला प्रयोग भएको चलन चल्तीमा आएको अहिले चाहिँ लोप भयो। लोप उन्मुख लोप भइसकेका छन् कोही पनि होइन। लोप अहिले देख्न नपाइने। यी भाँडाकुँडाहरू पनि तिनै हुन्। पहिलाका पुराना जुनसुकै जातिहरूले पनि प्रयोग गर्ने काँसका भाँडाहरू। पहिलाका प्रेसर कुकर यिनी पहिलाको प्रेसर कुकर हो नि त। मासु पकाउने भात पकाउने गेडागुड पकाउने ढक्कन भएको काने पसौनी भन्छ त्यसलाई। यो चाहिँ हाम्रो थारूहरूको कपडा। थारू जातिको यो संस्कार देखाउनु खोजेको। हाम्रो कर्णाली प्रदेशमा थारू समुदाय पनि हुनुहुन्छ है। थारू पनि छन्। थारूको त्यो कुल पूजा गर्ने बेला तिन सामानहरू पूजा कोठामा त्यही अनिवार्य रहेछ। आफ्नै थारू भाषामा छ तिनको नामहरू। म्याडमले भन्नुहुने भयो हाम्रो पनि। यो चाहिँ यो पनि थारू महिलाहरूको ड्रेस हो। यो चोलिया भन्छ यसलाई ढकिया भन्छ। यो बिडा भन्छ। यो बिडा टाउकामा राखेर त्यसमाथि भारी बोक्ने। यिनीहरू पछाडि पिठ्यौमा भारी बोक्दैनन्, टाउकामै बोक्छन् यो राखेर। थारूको अहिले पनि कल्चरमा त्यही नै रहेछ। यो त नवलपरासीतिर जाँदाखेरि देखिन्छ टाउकामा बोकेको है। टाउकामा बोक्नुहुन्छ। अनि यो कपडा पनि यस्तै खालको कपडा प्रयोग गर्नुहुन्छ अहिले पनि। अनि यस्तो पनि भन्ने गर्छन्, विवाह भएको बच्चा भएको महिलाहरूले अगाडि खोलेको लाउने, नभएकोले पछाडि खोलेको त्यस्तरी चिन्ने भन्ने पनि सुनेको। सही हो। दुई भाग छ यो। सही हो। पछाडि अगाडि खोलेको बटन लाउने छ भने यो बिहा भएको बच्चा भएको भन्ने। प्र्याक्टिकल्ली बनाउनु भएको छ क्या जमानामै होइन। यो चाहिँ विवाह थारू जातिको विवाहमा लाउने पोसाक। त्यो थारू पुरुषको यो महिलाको एक खराब भयो चप्पल। यो त कहीँ अहिले पनि युज गर्छ होइन। यो त हाम्रैतिर पनि म त उता पश्चिमतिरको पोखरातिरको यस्तो युज गर्थेँ। रामदेव बाबाले यस्तै लाएर। हजुरबाहरूको पालाको यो त मैले हाम्रोतिर पनि देखाएको हो कि यस्तो प्रयोग गर्नुहुन्थ्यो भनेर। मैले चौधरीहरूले लगाएको देखेको, तर उसको के बाबियाको डोरी भएको देखेँ यसले। यो चाहिँ राउटेहरूको राउटे जातिको भाँडाहरू। उनीहरू पकाउने भाँडा एउटा मात्रै हुन्छ फलामको, अरू सबै काठको प्रयोग गर्छ। पानी खाने त्यो भयो, यिनीहरू सामान राख्ने भयो। पकाउने एउटा मात्रै तौली छ, अरू सबै काठको। पकाउने चाहिँ त्यसमा हो, अरू सबै काठको भाँडाकुँडाहरू हो। राउटे कम्युनिटी त हाम्रो कर्णालीलाई नै कर्णालीबाटै होइन। कर्णालीमै छन्। एक ठाउँ बस्दैनन् कि ठाउँमा हिँडिराख्ने हो। 1 महिना 1.5 महिना उनीहरूलाई केही समस्या भयो भने बस्ती सरिहाल्छन्। यो चाहिँ उहाँहरूको मधुस हो। यो मधुस अलि कुनै सामान राख्ने हो। यो मधुस, सन्दुस, मढुस थरी नाम। अलि ठुलो पनि छ उतापट्टि। त्यो चाहिँ खाटको काम पनि गर्छ कि माथि सोध्ने त सामानहरू राख्ने। यो काठको सामान पनि उहाँहरूकै हो। यो राउटेले बनाएका काठका भाँडाहरू कति राम्रा हुन्छ नि। कोसी यो जाँड छान्ने भन्छ है यसबाट। जाँड छान्ने भाँडो। डाडु रहेछ, ठुलो डाडु। उहाँहरू सबैले एकै ठाउँमा पकाएर खाने भएर ठुलो डाडु पनि ठुलो युज गर्ने। अनि कोसी भनेर चाहिँ यी भाँडाहरू रहेछन्। पहिला त यिनीहरू गाउँमा बेच्न लिएर आउँथे। यही भरि धान दिनुपर्ने।
अनि त्यस्तो बेला आजकल त पैसै खोज्छ पहिला त्यो चलन हाम्रोतिर पनि जतासुकै थियो त्यो यो मगर जातिको संस्कार देखाउन खोजेको त्यो कुलाइन भित्र्याउने बेला कुलाइन पूजा गर्ने बेला बाली भित्र्याउने बेला ध्वजा चढाउँदै मगरले उहाँले चाहिँ भान्सामा खाना पकाउने कोही अनि भैँसी पाल्ने पनि हुन्छन् दही मही खाने ठेकीहरू पनि छ रक्सी पार्ने सेट पनि छ यो पनि गजब लाग्यो है कस्तो मिलाएर राख्नु भएको रहेछ सर्ट सबै है यसलाई भार भन्छ यो अब आजकल जे चिज भयो भने हामी फ्रिजमा राख्छौँ क्या अब त्यतिखेर त चिसो तातो गर्ने अहिले गाउँतिर त यही नै हो अहिले पनि फ्रिज त किन चाहिन्छ र अब राखिँदैन बिरालोले नभेटाउने माखा नलाग्ने ताजा रहिराख्ने अनि चिसो छ भने बिसुनहरू सुक्नको लागि यो झाँक्री बस्ता लगाउने सेट हो यो जो मगर कम्युनिटी मगरले नै हो यो त जुनसुकै जाति पनि देउता आउने धामी बस्ने बिरामीलाई सन्चो पार्ने तन्त्र मन्त्र यो ड्रेस भयो यो ढ्याङ्ग्रो भन्छ यो बाजा बजाउने त्यसपछि अनि त्यो टोपी यिनीहरू बेल्ट कम्मरपेटी चालाको यो पाता कस्दैन भन्छ नि पाताहरू छन् यो बन्ने पाता कस्ने भने यो पाता रहेछ बन्नेलको दाना ए भैँसीको छाला यो भाँडाकुँडाहरू त अब हामी सबैको भाँडाकुँडा पुराना जुनसुकै जातिले पनि प्रयोग गर्ने काँसका भाँडाहरू यो चाहिँ हाम्रो पनि पहिला त यस्तै भाँडामा चरेस भन्छौँ हामीले हजुर यो चरेस पनि राम्रो खालको काँचलाई चरेस भन्ने आएको छ यतातिर त काँच नै भन्छन् ए हाम्रोतिर चरेस भन्ने चलन छ चरेसको थालमै खाने चलन हो कि पहिला झर्रा पनि भन्दो रहेछ झर हो कि झर्रा के भन्दो रहेछ पूर्वतिर हामी त काँच नै भन्छौँ यतातिर यो कुमाले माटोको भाँडा बनाउने यो चक्र भयो कुमालेको चक्र चाहिँ भन्छ गीतहरू छन् नि राख्ने केही अरू केही चाहिने त्यही हातले माटो कुन साइजमा बनाउने उहाँहरूको कला छ हातमा टक्कै बन्छ त्यही साइजको भाँडा निस्किन्छ अब यो त आजकल त इन्डस्ट्रियलाइजले हरायो यो लोप भइसक्यो यो चिजहरू होइन सुकेको छैन दाङतिर छ अरे यो अझै पनि अलिअलि गाउँतिर यो दाङबाटै हो यो बाजाहरू भए यो चाहिँ कतिमती बाजा नौमती पञ्चे बाजा नेपालको म्युजिक सेटबाट हिँड्ने नरसिंहा सनाई झ्याली मादल ट्याम्पो खैजडी ढोलाकी हो त्यो त्यस्तो लामो खालको रहेछ कि ढोलाकी पहिला आजकल अलिक ठुलो खालको आउँछन् आवाज त्यही हिसाबले निकाल्ने तरिका यो सारङ्गी सारङ्गी बाँसुरी यो के रहेछ यो करताल यो करताल भन्छ यस्तरी औँला हालेर छैन बजाउने चिम्टा पनि हुन्छ नि यो काठकै रहेछ करताल चाप सारङ्गी बाँसुरी यो चाहिँ मुर्चुङ्गा पनि बजाउने हो यसमा ओठमा च्यापेर बजाउने रे अब यति यसको अरू केही छैन त्यति सानो रहेछ होइन यो मानापाथीको सेट ए मानापाथीको सेट हो यस्तो यो त हाम्रो घरतिर पनि छ अझै पनि एक मानाको यो एक पाथी साँच्चै 8 मानाको एक पाथी हुन्छ यसलाई काटेर भर्ने हो यो त्यसपछि 2 माना 1 माना आदि 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 लास्टमा गएर मुठी 10 मुठीको पनि देखियो पहिलोचोटि यस्तो चाहिँ मैले देखाएको थिएन मानाको र पाथीको चाहिँ अहिले 10 मुठीको 1 माना भन्छन् यो चाहिँ यसो काटेर भर्ने यिनीहरू दुईटा चाहिँ यस्तो माथि गरेर चुल्लुवा भन्छ क्या है यो दुध चलाउने काठको डाडु यो गाई भैँसी दुने गबुवा त्यो त अहिले पनि युज गर्छन् गाउँतिर भयो जोख्ने यिनीहरू अब टुकी बत्ती हो पानसहरू भयो यो सानो यो सिम्रिक केसरी राख्ने हो त नि हाम्रो हजुरबुवा आमाको पालाहरूका सामान हुने सबै यिनीहरू राउटे मगर ठाडुका यहाँ त फोटोहरू भयो यो फोटोहरू यो यसको नाम लहरु गाडा मान्छे बस्ने आफ्नो फ्यामिलीहरू बस्ने गोरुले तान्ने हो यहाँ चक्का यो काठको चक्का भावनाले महत्त्व भयो यसको यसलाई टायरका चक्का अनि राँगेर तान्ने भारी बोक्नेमा प्रयोग हुन्छ आजकल हामीले देखिएको पहिला चाहिँ यो गाडीहरू नआउने बेला ठुलाबाट मान्छेहरू बस्ने आफ्नो फ्यामिलीहरू त्यसको लागि प्रयोग गरेको यो अरू यो नाउ त्यो साउरो रहेछ है यो त नमुना यस्तो भन्ने देखाउनु जस्तो ल्याउने राख्ने सही हो
अरू यता चाहिँ हाम्रो धेरै चिजहरू रहेछन्। यताबाट त्यहाँ उल्टुपर्छ यिनीहरू गरगहनाहरू ए गरगहनाहरू हजुर यो किट भन्छ किटका बिछिया खुट्टामा लाउने औँठीहरू चौनी माला भयो रैया र यो रैया चाँदीको भन्ने गीत छ नि त्यो रैया भने कानमा लगाउने यो रहेछ कानमा होइन ए हातमा हो बाला यो त लोकसेवाको परीक्षामा नि सोध्छ नि हातमा लाउने बालालाई के भनिन्छ विधुवाले हातमा लाउने बालालाई के भनिन्छ भन्छ यो त स्पेसल विधुवाको लागि हो कि यो बाला चुरा मात्र नभएर यो हतियार पनि हो यस्तो काँडा काँडा छ टेक्निकली कस्तो राम्रो तरिकाले डिजाइन गरेर छ कि पहिला होइन यी चाहिँ सबै लगाउने कुरा भयो है त्यो चाहिँ थारू महिलाको छन् गहनाहरू यिनीहरू थारूले पाखुरामा लाउने यो सबै यहाँनिर लाउँछ यहाँ माथि यस्तो यो फुर्का भएको पनि यहाँ बिजाइल हुन्छ यसमा लाउँछ यो चन्द्रहार यो सुनका आइसक्यो आजकल रानीहार भनेर लाउन यो पहिला यस्तो लाउँछ ल यो थारूका गहनाहरू चाहिँ थारू महिलाले लाउने भनेको सुन लाउने भनेको त्यति एउटा नथा हुँदो रहेछ अरू सबै चाँदी चाँदी गिटी त्यस्तो यो पनि थारूको थारू महिलाको भएन नि ए मगरका गहना काँडे बाला भन्छ क्या र यहाँ पनि छ यहाँ नागढुङ्ग्री हातमा लगाउने कालोवाला उहाँ चाहिँ मगरका रहेछन् यो थारूका फेरि भए दुईवटा ग्यालेरी रहेछ दुईतिर रहेछ यसको होइन प्रदेश अन्तर्गतकै भयो होइन ए यो चाहिँ हाम्रो काँक्रे बिहार है यो पैसा हाम्रो पुरानो पैसा ए तर पैसा धेरै जतिकै एकजना व्यक्तिले दिनुभएको छ कसले भनेपछि यहाँ माथि शङ्कर चोक भन्छ नि हामीले शङ्कर चोक हो शङ्कर चोक उहाँको नामबाट रहेको अरे शङ्कर प्याकुरेर अझै हुनुहुँदो रहेछ कि ए उहाँले दिनुभएको सबै राख्नुभएको छ सबले निःशुल्क दिएर आफ्नो नाम ऊ त्यहाँ त्यसमा लेखिरहेको छ हो त नि है अनि यही अहिले बिक्री गर्नु पऱ्यो भने पैसा आउँछ किन अब पैसा त अब 500 1000 50 100 त पैसा त हामीले युज गरिरहेछौँ तर यो राजाको श्री राजाको भएन भने क्या राजाको एकदम अहिले छ नि त महत्त्व त्यही भएर पुरानो चिज भनेपछि एकदमै ए कुन मन्दिर है 22 देवल नै भन्छ कि बोर्तीमा छ यो मन्दिर भन्दा नि यस्तै छ कस्तो छ यो माटाका चैत्य माटाको चैत्यहरू यो जुम्लामा भेटेर ल्याएको यो चाहिँ काँक्री बिहार उत्खनन गर्ने बेला जबमै यही कन्डिसनमा भेटिएका अब आजकल पनि हामीले घरको शिलान्यास गर्ने बेला दिगो कलश सलस गाड्छौँ नि त्यो पहिला पनि रहेछ के छ उत्खनन गर्दाखेरि भेटिएका कुन ठाउँमा भेटियो भने त्यही अनुसारले राख्नु भएको रहेछ कुन ठाउँमा काँक्री बिहार भेटेँ यही कन्डिसनमा भेटेँ अनि यिनीहरू भोटे जातिका यो पानी भर्ने पानी यो ठुलो कटौरामा पानी भर्ने सानो कटौरामा सानो पाल्छ त्यसपछि टक्क छोडिदिएपछि त्यो कटौरामा भरेपछि घडी हेरिराख्नु पऱ्यो एकजनाले फेरि भनिन्छ अनि फेरि खनेमा त्यस्तै समय हेर्नु पहिला यता चाहिँ यो तोरण चाहिँ के भन्छ यिनीहरू मन्दिरहरूमा गुम्बामा राख्थ्यो यिनीहरू काठका मूर्तिहरू यता चाहिँ यता काँक्रे बिहारको उत्खनन काँक्रे बिहारका साना साना अंशहरू ए मूर्तिका साना साना अंशहरू पछि बनाउनु भएको पछि फेरि मन्दिर पहिला यो यसमा यस्तो थियो पहिला यस्तो थियो बस उत्खनन गरेर यो त पेटीसम्म जब खोलेर पेटीसम्म आइसकेको छ त्यो यता यी पनि सबभन्दा ठुलो मूर्तिको टाउको चाहिँ यही भेट्यो तर जिउ भेटिएको छ ए काँक्रे बिहारको उत्खनन मूर्तिहरू जोड्नलाई प्रयोग गरेका यी हुकहरू धेरै छन् यस्ता हुकहरू हामीले ए हुकले गरेर रहेछ पहिला राख्नु हुँदो रहेछ है अनि त्यसपछि औजारहरू यिनी हो नि सानो सानो नि मूर्ति पहिला यी चाहिँ अब यिनीहरू माटाका भाँडाहरू है यो सुब्बा बनाउने कचारोडा यो आगो बाल्ने जुन मान्छेलाई त्यो माटो अनि यी सानो साँचोहरू छन्
त्यो अहिले भनेको खाटको रूपमा प्रयोग गर्छ मधुस भयो भित्र सामान राख्ने यो यस्तो हाम्रो घरमा पनि थियो अहिले पनि छ कि के गरियो पनि राखेको बाकस यस्तो पहिला हुन्थ्यो कि ए अब यता चाहिँ हाम्रो मादलहरू भयो मादल बनाउने कच्चा बजार परेनी ए खरी छाला यति भयो त्यसपछि अनि यो आँगनमा आगो पुग्न प्रयोग गरिने खलाती भन्छ कि सोतो सहितको खलाती भन्छ पहिला त यस्तो यही उसले बाख्राको छाला हो यो यस्तरी पम्प दिएर कोइला बाल्ने गर्दो रहेछन् त्यसपछि यस्तरी हातले गर्ने थियो आजकल त बत्तीबाटै गर्छन् यसलाई खलाती 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 त गाली गर्दा नि खलाती भन्छन् नि गाली गर्दा हो र हो पश्चिमतिर गाली गर्दाखेरि खलाती भन्छन् कि खलाती भनेर चाहिँ अलिक ओल्ड भयो अपडेटेड भएन भन्छ नि कस्तो खलाती निस्को भन्छन् कि पलाती खलाती भन्ने त्यता पनि युज हुन्छ त्यो भन नाति पलाती खलाती त्यो पनि छ है पलाती खलाती होइन यी सबै काँक्रे बिहाहरू उत्खनन गर्दा भेटिएका है जमानामा यस्तो बनाउनु भएको रहेछ है मान्छेहरू बस्नु थालेपछि यो दुनियाँमा आएर धेरै चिज गरेका छन् उन भेडाको चर्खा उन काट्ने चर्खा भयो यो पुरानो पहिलाको टिकाहरू यो बालुवा चालेर सुन निकाल्ने समाउनु पर्छ यसलाई नदीमा टिप्टिप्ली टल्किन्छ कि त्यो टल्किनु पर्दैन सुन हो अनि यो चालेर यो राजी जातिको ड्रेस हो राजी भन्ने जाति पनि हुनुहुन्छ होइन राजी आउँछुको गर्नुहुन्छ देउती बजेको पुजारी पनि राजी हो यहाँ ए थोरै हुनुहुन्छ तर यतै कर्णालीमा हुनुहुन्छ फर्स्ट टाइम सुने मैले यो थारूकै अर्को जाति हो राजी 2078 सालमा 5000 जना मात्रै हुनुहुँदैछ नेपालभर ल म्याडम धन्यवाद है हजुरलाई म्याडमको नाम के हो नि मेरो नाम मधु रेग्मी मधु म्याडमलाई धन्यवाद हामी गयौँ है हस्